पेन छ नि पहिला हामीले पढ्दाखेरि चाहिँ एउटा कपी आउँथ्यो कि याक भन्ने त्यसमा नाम अनि रोल नम्बर अभ्यास यही पेनले लेख्ने गर्थ्यौँ हामीले हैन पढ्दै गइन्छ यो सँगै हुन्छ हामीसँगै हुन्छ है त्यहाँसम्म अनि जब हामीले अब बिहे गर्छौँ अनि त्यसपछि पति पत्नी भनेर सम्बन्ध जोड्ने र त्यहाँ सिग्नेचर गर्ने पनि यही पेन हो है त्यहाँसम्म सँगै हुन्छौँ हामी दुईटा अनि त्यसपछि जब वर्षहरू बित्दै जान्छ सबैको यस्तै हुन्छ भन्ने हुँदैन अब त्यसपछि चाहिँ अब सम्बन्ध बिग्रिँदै जान्छ त्यसपछि यही पेन हो सम्बन्ध विच्छेदको त्यही पेपरमा साइन गर्ने र हामी आजबाट अलग भयौँ भनेर अनि त्यसपछि चाहिँ जिन्दगी के छ त जिन्दगी पेन र हाम्रो जिन्दगी एउटै हो तर फरक यति हो कि पेनको चाहिँ कुन अक्षरमा गएर मोसी सकिन्छ भन्ने कुरा हामीलाई थाहा हुन्छ हाम्रो जिन्दगी त भगवान्लाई नै थाहा हुन्छ है